नमस्ते, मम संसारबाट म बिमला विधान हजुरहरू सबैलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ अब अलिकति विधानकै विषय बोलौँ म है, किन भन्दाखेरि उसको ठुलो ड्रिम थियो यो है मम संसार। अनि मलाई कहिलेकाहीँ के हुन्छ भन्दाखेरि मैले पुरा गर्न नसक्ला के होला भनेर मलाई एकदम कस्तो ओरी हुन्छ के। हुन त मैले गरिरहेको छु, मलाई हजुरहरूले एकदम सपोर्ट गरिरहनु भएको छ, ब्याक सपोर्ट। अब त्यति नभएको भए त म कहाँ गर्नु सक्दिनँ नि त्यो होइन। अब आफूले मात्रै गर्छु भनेर भएन, मैले बनाएँ। म जहिले पनि भन्छु, मैले बनाएर हुँदैन, त्यो बनाएको सेल पनि हुनु पर्यो होइन। अब हजुरहरूले सपोर्ट गर्नु भयो नि त मैले आजसम्म यो यहाँ उभिने मौका पाएँ, यसरी बोल्ने मौका पायो। अनि मलाई जहिले त्यो एउटा माइन्डमा के हुन्छ भने मैले बनाएर मात्र हुँदैन, अनि अब फेरि मैले उसको ड्रिमलाई पुरा गर्न सक्दैन। उसले मेरो लागि धेरै उ गरेछ, उसको धेरै ठुलो ड्रिम हो यो। अनि म अलवेज वरि भइरहेको हुन्छु कि यो कुरामा चाहिँ मैले नसक्ला भनेर, किनभने मेरो ब्याक सपोर्टमा कोही पनि छैन। अनेस्टली भनेको मैले कोही नि छैन ब्याक सपोर्टमा। हजुरहरू नै हुनुहुन्छ कि एकदम एकदमै हो। मैले कोसिस गर्छु म जहिले पनि, म अलवेज त्यो प्यारेन्ट्सको भिडियो पनि म एभ्रिडे राख्न नसक्ला भनेर मलाई त्यो वरि भइरहेको हुन्छ कि म कसरी यो भिडियो चाहिँ क्रिएट गर्ने भन्ने कुरा हुन्छ भइरहेको हुन्छ मलाई। किनभने त्यो मेरो लागि होइन, हजुरहरूको लागि र मेरो विधानको लागि। मम संसार इज अ विधान, ऊ त्यहाँ छ, मैले गर्नुपर्छ विधानको लागि। हि इज देयर, आई ह्याभ टु भन्ने कुरा हुन्छ कि मलाई। अनि मैले यस्तै कुरा गरेँ एकजना साथीसँग, तिमीले 60% त गरिसकेछ भन्दै थियो कि, तर न 60% त भएको छैन मेरो। 60% भएको भए त आम बी भेरी ह्याप्पी पर्सन हुन्थ्यो होला, तर मेरो मेबी 30% जति भयो होला। म कोसिस गर्दैछु, हजुरहरूले मलाई साथ दिइरहनु भएको छ, त्यसको लागि म एकदम एप्रिसिएट गर्छु है। गाह्रो छ अब यस्तो कन्ट्रीमा है, कोही साथ नपाइकन गर्नु भनेको त द्याट इज द बिग च्यालेन्ज हो कि यो। अब च्यालेन्जै भन्छु म होइन। अब कोही त छैन। अब के भन्नु, अब कति कुराहरू भन्न मिल्ने हुन्छ, कति कुरा भन्न नमिल्ने हुन्छ। साथीहरू छन् मलाई सपोर्ट नगर्ने होइन, साथीहरू हुनुहुन्छ, जस्तो सुरेशजी हुनुहुन्छ, अञ्जना हुनुहुन्छ, उहाँहरूले अलवेज मलाई ब्याकबाट गर्नुहुन्छ। तर उहाँहरू आफ्नै दुनियाँमा बिजी हुनुहुन्छ। मेरो हस्बेन्डलाई त्यति इन्ट्रेस्ट उहाँले पनि दिनुहुन्छ साथ, नदिने होइन, दिनुहुन्छ। तर जति म लाग्न खोज्छु फेरि अब कति कुराले मलाई बाँधेको हुन्छ, म गर्न सक्दिनँ, चाहेर पनि म सक्दिनँ कि। फेरि अब त्यो कहिलेकाहीँ मेरो प्रब्लम हुन्छ, त्यही हो। अनि आफूले खोजेको जस्तो भइरहेको हुँदैन, त्यही हो। अनि मलाई कस्तो छटपटाहट हुन्छ कि अब त्यो म यो नसकिकन मलाई उसको ड्रिम पुरा नहोला भन्छु म। अनि भने नि मलाई त्यो कमेन्ट मात्र हेर्दा पनि म एकदम खुसी हुन्छु कि। एभ्रिडे भिडियो पोस्ट गर्यो, कमेन्ट हेऱ्यो है, म एकदम खुसी हुन्छु। मलाई हजुरहरूको साथले मलाई धेरै नै इन्करेज गरेको छ, एकदम इन्करेज गरेको। थ्याङ्क यू सो मच त्यसको लागि। थ्याङ्क्स फर वाचिङ मम संसार। मेरो फोन नम्बर हो 5715278900। थ्याङ्क यू।